नमस्कार। आज म छुट्टै विषयमा चर्चा गर्न गइरहेको छु र साथीहरूले धेरैजनाले मलाई सोध्नुभएको छ, सर यो बाहुनलाई काठा भन्ने चलन कहाँबाट सुरु भयो र यो काठा किन भनिन्छ भनेर सोध्नुभएको छ। अनि यो काठा भन्ने चलन बडो रहस्य खालको चलन छ, रमाइलो खालको। अनि किन काठा भनिएको होला सबैलाई थाहा पनि हुनुपर्ने हुन्छ। र हाम्रो पूर्वीय दर्शनमा 4 वेद को साथसाथै 108 उपनिषदहरू पनि छन्। 108 उपनिषदमध्ये 2टा उपनिषद यस्ता छन्, कठोपनिषद र कठरुद्रोपनिषद। कठोपनिषद चाहिँ यमराजले बाजश्रव ऋषिका छोरा नचिकेतालाई जीवन, मृत्यु, पुनर्जन्म अनि 84 लाख योनि, आत्माको अवस्था यो के हो, मुक्ति के हो भनेर बाजश्रव ऋषिको छोरा नचिकेतालाई शिक्षा दिनुभएको थियो यमराजले। त्यो जस्ताको त्यस्तै राखिएको कठोपनिषद हो। र अर्को कठरुद्रोपनिषद पनि छ। कठरुद्रोपनिषदमा एकपटक भगवान शिवले सबै देवी देवताहरूलाई एक ठाउँमा जम्मा गरेर जीवन, मृत्यु, पृथ्वीमा कसरी किन जन्मिन्छ मान्छे र पुनर्जन्म के हो, 84 लाख योनि, त्यसपछि मुक्ति हैन, अनि आत्मा के हो, आत्मा कसरी मुक्त हुन्छ, कसरी जन्मिन्छ, यो बारेमा एउटा शिक्षा दिनुभएको छ। त्यो हो कठरुद्रोपनिषद। 2टा उपनिषद छन्। यिनीहरूले मृत्यु, जीवन अनि जीवन दर्शन, मृत्यु, पुनर्जन्म यिनीहरूको बारेमा व्याख्या गर्छन्। र यी 2टा उपनिषद पढेर आएका ब्राह्मणहरू यी कठोपनिषद र कठरुद्रोपनिषद पढेका ब्राह्मणहरू बडो पवित्र मानिन्छन्। यिनीहरूलाई काठा ब्राह्मण भनिन्छ। र यी 2टा उपनिषद पढेकाहरूको कता काम लाग्छ त भने धेरै परापूर्व कालमा यिनीहरू जुन घरमा मृत्यु संस्कार भएको हुन्थ्यो र गरुड पुराणको समाप्त भएपछि 11औं दिनमा त्यो कठोपनिषद व्याख्या गर्न यिनीहरू काठा ब्राह्मणहरूलाई ल्याइन्थ्यो र उनीहरूलाई पर्याप्त दानहरू दिने र उनीहरूले यो कठोपनिषदको व्याख्या गरिदिन्थे। र उनीहरूको साथमा अरू ब्राह्मणहरू पनि आएका हुन्थे। उनीहरूलाई त्यहाँ पवित्र खानाहरू बनाइन्थ्यो काठा ब्राह्मणहरूलाई खुवाउनको लागि। एकदम पवित्र खानाहरू, एकदम शुद्ध खानाहरू बनाइन्थ्यो जसलाई काट्टो भनिन्थ्यो। र त्यो काट्टो भन्ने शब्द अहिलेसम्म जस्ताको तस्तै छँदैछ, तर काठा ब्राह्मणहरू आउन छोडे। अहिले चाहिँ 11औं दिनको दिनमा नर्मल जुनसुकै ब्राह्मणले पनि आएर दान लैजान्छन्। र हाम्रो पहाडी समाजमा 11औं दिनको दिन जुन अस्थि सञ्चयन श्राद्ध गरिन्छ त्यो दिनमा दान लिन अप्ठ्यारो मान्छन्। र हाम्रो समाजमा, तर हाम्रो पहाडी समाजमा पनि 18औं शताब्दीसम्म सजिलैसँग दान लिन्थे। र कठोपनिषद पढेर नआएको भए पनि सामान्यतया उनीहरूले जीवन के हो, त्यसपछि आत्मा के हो, अनि मृत्यु के हो, त्यसपछि पुनर्जन्म के हो, 84 लाख योनि के हो, कसरी पृथ्वीमा भड्किन्छ, कसरी मुक्ति हुन्छ भन्ने बारेमा व्याख्या गर्थे, सुनाउँथे। र उनीहरूलाई दान दिइन्थ्यो अनि लिएर जान्थे। दान लाने बेला उनीहरूले त्यो मरेका मान्छेका जे दान दिए पनि लिएर जान्थे। र त्यहाँबाट ब्राह्मणको अलिकति मरेका मान्छेको पनि बोक्ने जस्तो भयो। इन्डियातिर अझै पनि त्यस्तो चलन छ। 11औं दिनको दिनमा मजाले दान लिएर जान्छन् उनीहरूले। स्वयं हाम्रो बुवा बित्नु हुँदाखेरि हामीले इन्डियाबाट एकजना ब्राह्मणलाई लिएर आएर अनि काठा ब्राह्मण बनाएर उनलाई 11औं दिनको दिन दान दिएर पठाएको। उनले खुसीले लिएर गए, केही भन्नु। तर हाम्रो पहाडी समाजमा चाहिँ अलि अप्ठ्यारो मान्छन्। राजा महाराजाहरूको लागि मात्रै त्यो व्यवस्था गरिन्छ। धेरै दान दिएपछि मात्रै उनीहरू मान्छन्। र यसरी काठा त्यहाँनिर 11औं दिनको दिन काम लाग्ने काठाहरू आजभोलि बिस्तारै हराउँदै गए। जुनसुकै ब्राह्मणहरूले पनि 11औं दिनमा दान लिन थाले। र म पनि काठो हुँ भन्ने आउने, दान लिने, अनि मरेका मान्छेका पनि मरेर मान्छे लगाएका कपडासपडा पनि लैजाने, अनि जेसुकै पनि दान लिएर हिँड्ने त्यो काट्टो खाने बाहुन अहिले पनि एकदम तल्लो दर्जाको बाहुन मानिन्छ। तिनीहरू एकदमै कठोपनिषद पढेका ठुला विद्वानहरू हुन्। जीवन, जगत, पुनर्जन्म, त्यसपछि मृत्यु, 84 लाख योनि, सम्पूर्ण कुराहरू, मुक्तिको बारेमा सम्पूर्ण भन्न सक्ने ब्राह्मणहरू चाहिँ अन्तिममा गएर अनि घट्दै गएर मरेको ठाउँमा मरेको
दान लिने, त्यसपछि अनि खाएर हिँडेपछि त्यो दिन काठाहरूलाई खुवाउनको लागि बनाइने 11 दिनको खानालाई काट्टो भनिन्छ। उनीहरू खाइदिने हिँडिदिने गर्न थाले। त्यसरी ब्राह्मणको चाहिँ महत्त्व घट्यो र त्यस्ता ब्राह्मणले गर्दाखेरि अनि सम्पूर्ण ब्राह्मणहरूलाई अनि काठा भन्न थाले। तर सम्पूर्ण ब्राह्मणहरू गाली खानलाई त गाली त भन्नु ठिकै छ, काठा भन्न राम्रै लाग्छ। मलाई पनि भन्छन् कसैले ए काठा बाजे भन्छन्। कहिलेकाहीँ एकपटक म स्कुलमा संयोगले काठको कुर्सीमा म बसेको रहेछु, अरू चाहिँ प्लास्टिकका कुर्सीमा बसेका रहेछन्। अनि साथीहरू आउनुभयो, ओहो सर त काठा कुर्सीमा बस्नुभएको छ भने। अनि सबै हाँसे, ठिकै छ अब भन्नुहोस् साथीहरू, काठै हो, हामी काठा त हो। तर काठाको वास्तविक काठा भनेको ठुला विद्वानहरू नै हुन्छन्। उनीहरू कठोपनिषद र कठरुद्रोपनिषद पढेर आएपछि मात्रै काठा हुन सकिन्छ। जो पाइ त्यही काठा भइन्न भनेर मैले उहाँहरूलाई सम्झाएँ। यसरी नै ब्राह्मणको महत्त्व घटाइदिए दानले गर्दाखेरि र 11औँ दिनको दानहरू लिएर हिँड्ने, जे पाए त्यही दान लिएर हिँड्ने भएको हुनाले तिनीहरू काठा ब्राह्मणहरू अनि एकदमै लुच्चा स्वभावका त्यस्ता हुँदो रहेछन् भनेर अरूले पनि सबै ब्राह्मणहरूलाई काठा भन्न थालेका हुन्। र काठा चाहिँ वास्तवमा नराम्रो होइन, काठा हुनलाई धेरै गाह्रो छ। त्यो हेर्नुहोस्, एकचोटि कठोपनिषद र कठरुद्रोपनिषदको पाइन्छ। मैले पनि हिन्दी संस्करण ल्याएर हेरेँ, संस्कृत र हिन्दी। बापरे, जीवन जगतको बारेमा यति धेरै व्याख्या गरेको छ त्यो पढ्नलाई। अनि त्यो सानोतिनो दिमागले काम लाग्दैन। मैले संस्कृत र हिन्दीको व्याख्या किनेर ल्याएर हेरेँ। कठोपनिषद र कठरुद्रोपनिषद दुईवटा उपनिषद कस्ता रहेछन् त भनेर हेर्न खोज्दाखेरि हामी जस्तो सानोतिनो दिमागले चाहिँ ती दुईवटा उपनिषद को व्याख्या गर्न सकिएला जस्तो लागेन। धेरै ठुलो विद्वान हुनुपर्ने हुँदो रहेछ र त्यस्ता ठुला विद्वानहरू हुन्। तर तिनीहरू त्यो दान लिने त्यस्ता कामहरूले गर्दाखेरि अनि यिनीहरूको महत्त्व घट्यो र बिस्तारै सबै ब्राह्मणहरूले चाहिँ काठा भन्ने गाली खान थाले। र सबै ब्राह्मणहरू काठा बन्न सकिन्न। काठै बन्न पाए त राम्रो हुन्थ्यो, सकिन्न बन्नलाई। तर गाली खाने अवस्थामा त काठा भन्छन्, गाली गर्छन्। ठिकै छ, वास्तवमा त्यही हो। धन्यवाद, जय होस्।